हो यहाँ नाराबाजीको बीचमा मैले के बोल्ने भन्ने प्रश्न गरिरहेको छु। माननीय सदस्य आफ्नो विषय केन्द्रित गर्नुहोस्। तपाईँलाई 5 मिनट समय दिएको छ, 3 मिनट गइसक्यो। मलाई बोल्ने वातावरण दिनु सभामुखज्यू। म बजेटमा बोल्न चाहन्छु। सभामुखज्यू आज यो वातावरण छलफलको लागि छैन। मैले के गर्ने त मैले कुन माननीय सदस्य विषयमा केन्द्रित भएर बोल्नको लागि म निर्देश गर्दछु। म सम्माननीय सभामुखजीसँग सोध्न चाहन्छु, अवरोध संसद अवरोध कुन अवस्थामा भन्छन्? एउटा कुनै पार्टी उभिराख्दा संसद अवरोध हुने, अर्को पार्टी यहाँ रोस्टममा वेलमा नाराबाजी गर्दा संसद अवरोध नहुने म परिभाषा खोजिरहेको छु सभामुखज्यू। माननीय सदस्य विषय केन्द्रित आफ्नो अभिव्यक्ति दिनु होला। हो यहाँ नाराबाजीको बीचमा मैले के बोल्ने भन्ने प्रश्न गरिरहेको छु। माननीय सदस्य आफ्नो विषय केन्द्रित गर्नुहोस्। तपाईँलाई 5 मिनट समय दिएको छ, 3 मिनट गइसक्यो। मलाई बोल्ने वातावरण दिनु सभामुखज्यू। म बजेटमा बोल्न चाहन्छु। बजेटमा छलफल गर्न चाहन्छु। देशको बजेट बिचौलियालाई खुसी पार्ने खालको छ। बिचौलियाले उत्सव मनाइरहेको छ। नेताहरूको घर घरमा भोज भतेर गर्दै हिँडेका छन्। नेपाली जनता चिन्तित छ। नेपाली जनता निराश छ। यो बजेट कसको लागि आएको हो? सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेल बनाउन, छलफललाई दूषित गरिरहेको छैन भन्ने प्रश्न आउँछ। हामी चाहन्छौँ नेपाली जनताले सबै कुरा बुझोस् कसको लागि बजेट आयो। दुनियाँलाई थाहा छ कि नेपालको पैसा विदेशमा छ। नेपालको कालो धनहरू विदेशमा छन्। नेपालका भ्रष्टाचारीहरूले आफ्नो पैसा लुकाएर विदेश लान्छ। दुनियाँलाई थाहा छ। यो बजेट कसलाई खुसी पार्यो? अब नेपालको पैसा खुलमखुला विदेश जान्छ। खुलमखुला विदेश जाने वातावरण बनाउनु भयो अर्थमन्त्रीजीले। अहिलेको बजेटले बनायो। नेपालको पैसा रोक्ने, नेपालको पैसा विदेशबाट ल्याउने, कालो धन ल्याउने प्रतिबद्धताको खाँचो थियो। समृद्ध नेपाल भनेको नेपाललाई उजाड बनाएर समृद्ध हुँदैन। तर आज यो बजेटमा छलफल गर्ने वातावरण छैन। हामी कसैलाई सुनाउने? आज नेपालका प्राकृतिक सम्पदाहरू, सार्वजनिक सम्पदाहरूको खुल्याम लुट भइरहेका छन् र आज हामी यो बजेट लुटको लागि ठोलो ढोका खोलिदिएको छ। नेपालको प्रकृति सम्पदाहरू लुट्नुहोस्, नेपालको सार्वजनिक सम्पदाहरू लुट्नुहोस्, नेपाली जनताको सम्पत्तिहरू लुट्नुहोस् भन्ने ढोका खुलेको सन्दर्भमा हामी कसको लागि बहस गर्ने? नेपाली जनता जान्न चाहन्छ कि बजेट कस्तो छ। हामी यसमा बोल्न चाहन्छौँ सभामुखज्यू। त्यसैले यो अहिलेको बहस, मैले बजेटको बहस ठानेकै छैन। यसरी लटपटर गरेर मान्छेलाई सुमसाम पारेर अन्यल बनाएर धमिलो पानी बनाएर माछा मार्ने खेल नहोस्। एउटा सहज वातावरण निर्माण होस्। म सम्मानीय सभामुखको एउटा अभिभावकीय भूमिकाको अपेक्षा गर्छु। मेरो आग्रह छ कि आजको यो संसदलाई वातावरण बनाउनु सभामुखज्यू। यो छलफलको वातावरण होइन। यो यस्तो बवालमा जनतालाई के हामी सूचना दिन खोजिरहेछौँ? संसदको हाम्रो यो गरिमाको समय सकियो, के सन्देश दिन खोजिराखेका छौँ भन्ने प्रश्न उठ्छ। यो संसदमा कुनै अमुक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद अवरोध हुने, संसद स्थगित हुने र अर्को पार्टी वेलमै नाराबाजी गरिराख्दा संसद अवरोध नहुने, यो कस्तो विभेद हो म जान्न चाहन्छु। सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ। तर आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ। म दुखित पनि छु। एउटा सांसद, सबै सांसद बराबर हुन्, सबै दलहरू बराबर हुन्। आज चौथो र पाँचौं दलहरू विरोध गरिराख्दा आज सभामुखजी जसरी गरिराख्नु भएको छ, पहिला पनि संसदमा नाराबाजी हुन्थ्यो, संसद चल्थ्यो, तर छोटो समयको लागि हुन्थ्यो। आज एउटा नयाँ रेकर्ड कायम भयो। एउटा नयाँ रेकर्ड कायम गर्नुभयो, यसको लागि शुभकामना पनि दिन चाहन्छु। र म विशेष आग्रह गर्न चाहन्छु सभामुखज्यूलाई, एउटा सहज वातावरण बनाउनुहोस्। सरकार 2/3 छ भने के सांसद शान्त गर्न सक्दैन? 2/3 भनेको अङ्क हो कि 2/3 भनेको परिणाम हो? आज सरकार 2/3 भन्ने, सबभन्दा शक्तिशाली सरकार भन्ने, तर संसदको यस्तो वातावरणमा छलफल गर्नुपर्ने, योभन्दा दुःखदहरू के होला? 21औं शताब्दीको लोकतान्त्रिक युगमा झन्डै 2/3 सरकार बनेको छ र वातावरण यस्तो छ। यसमा के बहस हुन्छ भन्ने सोध्न चाहन्छु। सभामुखजी, संवेदनशीलता अलिकति पनि छ भने यसमा चिन्ता लिन म विशेष आग्रह गर्न चाहन्छु। के यो संसद सहज हुनै नसक्ने हो? के यस्तै अब चलिरहेको छ? एउटा भोजपुरीमा कहावत छ, हडबडीको बिहा कनपट्टीमा सेन्दुर। हडबडीको बिहा कनपट्टीमा सेन्दुर जस्तै यो सरकारले गराउन खोजेको हो भने जस्तो लाग्छ। किन यो सबै काण्डको पछाडि 2/3 सरकार छ। यो अपवित्र गठबन्धन बनेदेखि नै देशले दुख पाइरहेको छ। अपवित्र गठबन्धन हेर्नलाई एउटै, भित्र फेरि विभेद, अनेक खालको जो बखेडा हामी हेरिरहेका छौँ। जे पनि घटनाक्रम हामी हेरिरहेछौँ। अहिले पनि जो काण्डमा अहिले जो अवरोध चलिरहेको छ, अख्तियारले गर्ने प्रारम्भिक अनुसन्धानको सूचना मिडियामा कसरी पुग्यो? म सरकारलाई सोध्न चाहन्छु। एउटा स्वतन्त्र निकाय जो अख्तियार अनुसन्धान आयोग हो, त्यसले अनुसन्धान गर्छ र त्यो सबै कुरा मिडियामा आउँछ।
मलाई देखाउनुहोस् त्यो काङ्ग्रेसलाई पनि थाहा छ कि मेरो लडाई भोलि एमालेसँग छ, एमालेवालाले पनि थाहा छ कि भोलिको लडाई मेरो काङ्ग्रेससँग छ। त्यसरी मुखमा राम बगलीमा छुडाको खेल तपाईँहरूले गरिराख्नु त भएको छैन भन्ने प्रश्न जाग्छ। हामी नेपाललाई त जगहासाई गऱ्यौँ, एनआरएनलाई पनि विभाजित गर्नुभएको छ। अहिले सरकारको दुईटा प्रमुख घटक आरजु देउवा जो परराष्ट्र मन्त्री हुनुहुन्छ उहाँको एउटा घटक एनआरएन बनेको छ भने प्रधानमन्त्रीजीको अर्को एनआरएन बनेको छ भने सबै निकायमा तपाईँहरूको द्वन्द्वले गर्दा दुख पाइरहेको र देशै बर्बाद हुन लागेको त सबैतिर हेरिरहेछौँ। अहिले अखतारमा पुग्नु भएछ, न्यायालयमा पुग्नु वक्ता मान्य सदस्य